आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी नेपालको डिजिटल श्रम बजारमा आइरहेको जबरजस्त परिवर्तन र सन् 2026 का नयाँ कर संरचनाहरूबारे एकदमै गहिरो चर्चा गर्दैछौँ। इन्टरनेटको शक्तिले हाम्रो अर्थतन्त्रलाई कसरी नयाँ दिशा दिइरहेको छ र डिजिटल फ्रिलान्सिङले कसरी क्रान्ति ल्याइरहेको छ भन्ने कुरा आजको मुख्य विषय हो। आजको हाम्रो विषय सूची यस्तो छ: 1. नेपालको 2026 डिजिटल क्रान्ति। 2. गिग अर्थतन्त्रको उदय। 3. फ्रिल्यान्सिङ र विश्वव्यापी ज्याला। 4. 2026 का कर नियमहरू र 5. डिजिटल कामको भविष्य। ल सुरु गरौँ है त। सबैभन्दा पहिला नेपालको 2026 को डिजिटल क्रान्तिको कुरा गरौँ। एउटा रोचक तथ्याङ्कबाट सुरु गरौँ। अहिले नेपालमा 3 करोड 24 लाख सक्रिय मोबाइल कनेक्सनहरू छन्। सुन्दा अचम्म लाग्न सक्छ, तर यो भनेको हाम्रो कुल जनसङ्ख्याको 109% हो। अर्थात् धेरै मानिसहरूसँग एकभन्दा बढी मोबाइल सिमहरू छन्। यति मात्र होइन नि, इन्टरनेटको पहुँच पनि 56% पुगिसकेको छ। यसको सिधा अर्थ हो करिब 1 करोड 66 लाख मानिसहरू अहिले सक्रिय रूपमा अनलाइन जोडिएका छन्। यो भनेको नयाँ अवसरहरूका लागि एकदमै ठूलो डिजिटल जग हो। अब यो बलियो इन्टरनेट पहुँच र काम गर्ने उमेरका युवाहरूको ठूलो जमात एकै ठाउँमा मिसिदा के हुन्छ? यसले सिधै डिजिटल माइक्रो इन्टरप्रेन्योरशिप अर्थात् अनलाइन उद्यमशीलताको बाटो खोल्छ। परम्परागत रोजगारी नपाएर वा कम तलबमा काम गर्नु परेर निराश हुनुपर्ने अवस्थालाई यसले ठ्याक्कै बाइपास गरिदिएको छ। यसै सन्दर्भमा अब हाम्रो दोस्रो खण्ड गिग अर्थतन्त्रको उदयतिर लागौँ। खासमा यो गिग अर्थतन्त्रलाई 2 तरिकाले बुझ्न सकिन्छ। एउटा हो भौतिक गिग अर्थतन्त्र, जस्तै राइड शेयरिङ वा फुड डेलिभरी, जहाँ आफै उपस्थित हुनुपर्छ। तर अर्को र अझ रोचक चाहिँ डिजिटल गिग अर्थतन्त्र हो। यसले त हाम्रो कोठाबाटै पुरै विश्व बजारको ढोका खोलिदिन्छ। र यो काम गर्नका लागि अपवर्क, फाइफर, टपटल र फ्रिल्यान्सर जस्ता विश्वव्यापी प्लेटफर्महरू एकदमै लोकप्रिय छन्। यी प्लेटफर्म मार्फत हाम्रा पेशेवरहरूले आफ्नो सिप सिधै विदेशी ग्राहकलाई बेचेर राम्रो काम गरिरहेका छन्। अब तेस्रो खण्डमा जाउँ, जुन धेरैको चासोको विषय हो, फ्रिलान्सिङ र विश्वव्यापी ज्याला। आखिर किन सबैजना यता आकर्षित छन् त? यहाँनिर आम्दानीको अन्तर हेरौँ है। नेपालमा सुरुवाती तहको जागिर खाँदा महिनाको 15 देखि 30 हजार रुपियाँ मुस्किलले पाइन्छ। तर ग्लोबल फ्रिलान्सिङमा त्यहाँ त प्रति घण्टा 10 देखि 40 अमेरिकी डलरसम्म कमाइ हुन्छ। यो आम्दानीको अन्तर साँच्चै नै विशाल छ। क्षेत्रीय तथ्याङ्क हेर्ने हो भने एसियाली फ्रिलान्सरहरूले औसतमा प्रति घण्टा $22 कमाउँछन्। स्थानीय ज्यालाको सीमालाई हेर्दा यो एउटा गजबको आर्थिक फाइदाको अवसर हो। अनि कुन क्षेत्रमा सबैभन्दा धेरै काम भइरहेको छ त? तथ्याङ्कले स्पष्ट देखाउँछ। अनलाइन काम गर्ने कुल जनशक्तिमध्ये 49%ले सफ्टवेयर र प्रविधि विकासको क्षेत्रमा काम गर्छन्। यो भनेको एकदमै उच्च आम्दानी हुने क्षेत्र हो। अब लागौँ चौथो खण्डतिर। उत्साहजनक आम्दानी त भयो, तर यसलाई नियमन गर्ने 2026 का कर नियमहरू के छन् त? यो डिजिटल आम्दानीलाई व्यवस्थित गर्न आर्थिक ऐन 2081-82 ले यसलाई डिजिटल सेवा निर्यातको आधिकारिक मान्यता दिएको छ। यसले गर्दा हिजोका कानुनी अन्योलहरू हटेका छन् र विदेशी मुद्रा आर्जन गर्ने यो काम पूर्ण रूपमा औपचारिक कर प्रणालीभित्र आएको छ। कर तिर्ने प्रक्रिया पनि एकदमै सजिलो बनाइएको छ। यदि वार्षिक 40 लाख रुपैयाँभन्दा कम कमाइ छ भने जम्मा 4 वटा कुरा गर्नुपर्छ। पहिला प्यान दर्ता गर्ने, त्यसलाई ब्याङ्कमा लिङ्क गर्ने, ब्याङ्किङ प्रणालीबाटै विदेशी मुद्रा ल्याउने र ब्याङ्कले आफै 5% कर काट्छ। बस त्यही 5% नै अन्तिम कर हो। तर एउटा कुरामा एकदमै प्रष्ट हुनुपर्छ। यो 5% को सहज सुविधा पाउन आधिकारिक ब्याङ्किङ च्यानल नै प्रयोग गर्नुपर्छ। हुन्डी वा क्रिप्टोकरेन्सी जस्ता अनौपचारिक माध्यमबाट पैसा ल्याउनु गैर कानुनी हो र त्यसमा यो सुविधा पाइँदैन। अर्को कुरा, यदि फ्रिल्यान्स आम्दानी स्थानीय ग्राहकबाट आएको छ वा अन्तर्राष्ट्रिय कमाइ नै वार्षिक 40 लाखभन्दा बढी छ भने चाहिँ प्रगतिशील कर लाग्छ। यस्तो अवस्थामा करको दर आम्दानी अनुसार 1% देखि बढेर 36% सम्म पुग्न सक्छ। तर नआत्तिनुहोस्, यो करयोग्य आम्दानीलाई कानुनी रूपमै घटाउने बाटो पनि छ। कामको लागि किनेको कम्प्युटर, इन्टरनेटको बिल, सफ्टवेयरको खर्च, अफिसको भाडा र प्लेटफर्मले लिने शुल्क जस्ता व्यावसायिक खर्चहरू मजाले कटाउन पाइन्छ।
यसरी सही तरिकाले कर तिरिसकेपछि बल्ल कर चुक्ता प्रमाणपत्र पाइन्छ र अहिलेको समयमा विदेश जान भिजा एप्लाई गर्न होस् वा ब्याङ्कबाट लोन निकाल्न फ्रिलान्सरहरूको लागि यो एकदमै महत्त्वपूर्ण डकुमेन्ट बनिसकेको छ। अन्त्यमा हाम्रो 5औं खण्ड डिजिटल कामको भविष्य। यो सबै औपचारिकीकरणले देशलाई कता लैजाँदैछ त? यदि कसैले आफ्नो फ्रिल्यान्सिङ कामलाई ठूलो कम्पनीको रूपमा विस्तार गर्न चाहन्छ भने सरकारले गजबको अफर ल्याएको छ। आईटी निर्यात कम्पनी दर्ता गरेर काम गर्दा निर्यातबाट हुने आम्दानीमा सिधै 75% कर छुट पाइन्छ। यो भनेको संस्थागत विकास बढाउनको लागि निकै ठूलो प्रोत्साहन हो। विज्ञहरू पनि के मान्छन् भने यो गिग इकोनोमीले नेपालमा विदेशी मुद्रा भित्राएर समग्र आर्थिक विकासमा एकदमै ठूलो भूमिका खेल्न सक्छ। यस क्षेत्रलाई अँगालेर नेपालले आफ्नो अर्थतन्त्रलाई साँच्चै नै बलियो र लचिलो बनाउन मद्दत गरिरहेको छ। पूर्वाधार, ट्यालेन्ट र ट्याक्सका नियमहरू त अब तयार भइसके, तर एउटा गम्भीर प्रश्न अझै बाँकी छ। के यो विश्वव्यापी गिग अर्थतन्त्रले नेपालको प्रतिभा पलायन अर्थात् ब्रेन ड्रेनको समस्यालाई साँच्चै रोक्न सक्ला? कि यसले एउटा नयाँ, कसैको नियन्त्रणमा नहुने डिजिटल छाया अर्थतन्त्र मात्रै खडा गर्ला? यो निकै सोचनीय विषय छ, जसको जवाफ आउने समयले नै दिनेछ। आजको यस प्रस्तुतिबाट बिदा लिन्छु।